हे मूर्ख नारीहरू हो, तिमीहरूको सुन्दरताले तिमीहरूको जीवन चल्छ? तिमीहरूको शरीरले जीवन चल्छ? के तिमीहरू नैतिकवान, तिमीहरू बुद्धिमानी, तिमीहरू ज्ञानी हुनु पर्दैन र? तिमीहरू मूर्ख बनेर तिमीहरू कहिलेसम्म जिउँछौ? तिमीहरूले ज्ञान प्राप्त गर्नु पर्दैन? म इबन लिम्बू आज म तिमीहरूलाई बताउँदैछु, तिमीहरूले जुन दिन पुरुषसँग एक भएर रहन चाहन्छौ नि, त्यो दिन तिमीहरूमा पुरुषले गुण खोज्नेछ। तिमीहरूको शरीर मात्र खोज्ने होइन, तिमीहरूको सुन्दरता मात्रै खोज्ने होइन, तर तिमीहरूको जीवन चल्नको निम्ति, तिमीहरूको परिवार सुन्दर हुनको निम्ति, शान्त हुनको निम्ति तिमीहरूमा असल गुण हुनुपर्छ कि पर्दैन? तिमीहरूले असल गुण, असल ज्ञान, बुद्धिमानी हुनु जरुरी छ कि छैन? के तिमीहरूको मूर्खताले, तिमीहरूको आडम्बर, तिमीहरूको घमण्डले तिमीहरूको जीवन चल्छ? म इबन लिम्बू हो, सत्य कुरा तिमीहरूलाई मन नपर्ला, तर म जे छ सत्य कुरा म बोलिरहन्छु।